साथीहरु हाम्रो गाडी चाहिँ चालु भइसक्यो है। यता गाडी नमस्ते नमस्कार माई फर्स्ट ब्लग हैन। आज हाम्रो अवस्था हेर अवस्था तीनजना आएका गाडीमा अब के भइरहेको छ कहीं थाहा छैन। यता हाम्रो भाइ लालु अनि पछाडि राजेन्द्र अनि हामी चाहिँ यता है। साथीहरु हेर्नुहोस् यस्तो अवस्था छ हैन। अब गाह्रो छ अवस्था। रोड पनि अम्म कस्तो रोड हो गयो। यस्तो छ गाडीको अवस्था। अब अगाडि यहाँ अगाडि पेट्रोल पम्प छ अरे। पेट्रोल पम्पमा अब पेट्रोल सिद्धिएको गाडी बिग्रेको हैन। पेट्रोल सिद्धिएर अवस्था यस्तो भइसकेको छ। गाह्रो छ साथीहरु गाह्रो छ। ल है सबैजनाले सपोर्ट गर्नु होला माया गर्नु होला भन्न चाहन्छु। माई फर्स्ट ब्लग छ हैन। च्यानल सब्स्क्राइब गर्नु नबिर्सनु होला। सबैजनाले च्यानल सब्स्क्राइब गर्नु नि। ल है अझ हामी अँधेरी बाटो छ है साथीहरु। अँधेरो छ अनि अब हेरौँ लास्ट अँधेरो छ कि यता रोड सुमसाम रोड। यता हामी चाहिँ गएको उता छम्मा भेट्न अनि अब हेरौँ के हुनेवाला छ। अब गाह्रो छ अवस्था। हामी चाहिँ अगाडि जान्छौँ हेर्न सक्नुहुन्छ। हाम्रो भाइ लाल्या भरेबाट लाल्याको ले हेर राम्रो देखाएको लाल्या गाह्रो छ गाह्रो छ गाह्रो छ बिचरा। अब के गर्नु यस्तो छ जिन्दगी। हेर्नुहोस् सबैजनाले सपोर्ट गर्नु होला। के भएको लालु पेट्रोल सिद्धिया हो कि गाडी चलाउने आलोको हो। अरूले चलाएको भए त साथीहरु अब गाडी बिगाड्यो भन्ने थियो भाइले। अब चलाउने ड्राइभर आफै छ। अब के गर्नु गाह्रो छ अवस्था। अवस्था चाहिँ यस्तो छ साथीहरु। सबैजनाले च्यानल सब्स्क्राइब गरिदिनु होला हैन। नयाँ च्यानल हो। अब सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। यहाँ अगाडि पेट्रोल पम्प छ अरे। पेट्रोल पम्पमा अब पेट्रोल हाल्नेवाला छौँ हामी। गाह्रो छ यार बेङ्गलोरको बाटोमा बाटो पनि आम्मा यो त नेपालको केपी शर्मा ओलीले बनाएको बाटो हो क्या। यो चाहिँ नेपालमा केपी शर्मा ओलीले बनाएको जस्तै बाटो हो क्या। हुन्छ यो मेन रोड होइन क्या साथीहरु। मेन रोड होइन यो चाहिँ गल्ली हो होइन। गल्ली पनि यत्रो छ क्या। केपी शर्मा ओलीले यो फुल बाटो बनाएको जत्रो यो गल्ली छ क्या। गल्ली हो होइन। मेन रोडमा त मेन रोड कहाँ छ थाहा छैन। म यस्तो छ अवस्था। ल है साथीहरु हाम्रो अवस्था त यता छ। यता लालु आम्मा गाह्रो छ अवस्था बिचरा। के भएको लालु गाडी पेट्रोल सक्यो के गर्नु। एउटा मान्छे भन्दैछ त के भने कुलन्ती खराब भएपछि क्या भन्दैछ त के हो थाहै छैन। घरको देउता खराब भएपछि कस्तो के लाग्छ भन्थ्यो त्यस्तै रहेछ। अब गाडी चाहिँ उता भाइले अगाडि लग्यो। अब हामी चाहिँ यता हो। रातिको अवस्था है साथीहरु रातिको बाटो। अब हामी अरूलाई जस्तो फिल्ड लगाउन जान्दैन नि त होइन लालु। हामी जस्तो छ त्यस्तै हो क्या रियलमा। अनि यता अगाडि पेट्रोल पम्प छ अरे। अब गाडी पनि यस्तो चलिरहेछ। अगाडि अब पेट्रोल पम्प छ अरे। अब पेट्रोल पम्प भयो भने यता अपार्टमेन्ट अनि पेट्रोल पम्प पनि आइसक्यो साथीहरु। ओ निशाना देखिसक्यो है पेट्रोल पम्पको। अब पेट्रोल हालेर हेरौँ अब के हुनेवाला छ। लास्टसम्म हेर्नु होला। आम्मा गाह्रो छ यार। ल साथीहरु पेट्रोल पम्प पनि देख्यो है। ऊ चाहिँ पेट्रोल पम्प हेर्नु। पेट्रोल पम्प यस्तो नेपालका जस्तो ढुङ्गामा हालेर हुने होइन नि। नेपालका जस्तो ढुङ्गामा हालेर पेट्रोल ढुङ्गामा हालेर बेच्ने होइन क्या। अन्त यस्तो पेट्रोल पम्प हुन्छ गल्लीमा हो। यो गल्ली हो क्या यो चाहिँ तले। अब भाइले लगिसक्यो है। अब हेरौँ के हुनेवाला छ। अम्मा गाह्रो छ साथीहरु गाह्रो छ यार। गाडी चलाउनु पनि गाह्रो छ क्या यार बेङ्गलोरमा। अहिले राति होइन रातिको समय पनि यस्तो गाडी हुन्छ। दिनमा त पुरै जाम हुन्छ यार। अब पेट्रोल पम्पमा हाल्न लाग्छ। हाम्रो गाडी चाहिँ साथीहरु उता छ है। उता गाडी अब पेट्रोल हाल्न तयारी। गाह्रो छ अवस्था यार साथीहरु। बेङ्गलोरमा बसेर पनि यार गाह्रो छ कि गाह्रो छ के भनौँ।
लालु यता लालु अब के गर्ने ड्राइभर भएर पनि खराब गाडी खराब भइसक्यो गाडी खराब भएको हो कि ड्राइभरले खराब गरेको हो लालु पेट्रोल खराब पेट्रोल सिद्ध्यायो अरे पेट्रोल सिद्ध्यायो हाम्रो गाडी चाहिँ उता जिम गरेर देखान्छु है पुरै 100को स्पिडमा जिम पनि हेर्नु गाडी यहाँ छ होइन अब स्क्यानर गरिसक्यो भाइले अब पैसा हाल्नु पऱ्यो नि त पेट्रोल सिध्यो भने पेट्रोल हाल्दाखेरि त पैसा हाल्नु पऱ्यो अनि गाह्रो छ त जिम गरे हो क्या साथीहरू मैले यहाँ तल घुन्दा तल त टाढै छ त्यही भएर जिम गरेको क्या मैले जिम गरेर आइसक्यो अनि अब के भनौँ गाह्रो छ अवस्था आम्मामा ल है गाडी अब हाम्रो भयो अब जान्छु हामी छम्मा भेट्न